सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत गर्दछु। आई होप तपाईँहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु र आज कहाँबाट काम बिदा राखिदिएछ र आज चाहिँ म यसो बाहिर घुमौँ भनेर रुममा बस्नुभन्दा यसो बाहिर मेन ठाउँहरूमा घुमौँ भनेर चाहिँ म बाहिर निस्किन थालेको। सो गाइज आज चाहिँ म तपाईँहरूलाई फुकुओका सिटीको चाहिँ म मेन घुम्ने ठाउँहरू र राम्रो मेन सिटी चाहिँ म देखाउनेवाला छु। र आजको राइड चाहिँ एकदमै बवाल हुनेवाला छ, किनभने मैले चाहिँ फ्रन्ट डिस्क ब्रेक चाहिँ बनाइसकेको छु। लास्टी दुःख पऱ्यो यार, मैले आफैले बनाएको। लगभग यो साइकलमा मैले 40,000 को सामान हालेको छु। हेर्नु त केही देखिन्न है, 40,000 को सामान कहाँ छ कहाँ हालेको केही देख्दैन होइन। यो चाहिँ नि एमटिपीमा इन्ट्रेस्ट भएको मान्छेले मात्रै थाहा हुन्छ है, यो साइकलको सामान कस्तो र कसरी कति पर्छ भनेर चाहिँ एमटिपी इन्ट्रेस्टेड मान्छेहरूलाई मात्रै थाहा हुन्छ है। सो गाइज आज चाहिँ गफगाफ धेरै नगरौँ, सिधै राइडमा भेटौँ है त। आजको राइड बवाल हुनेवाला छ र एकदमै फास्टमा जानेछु। लगभग अहिले बेलुकाको 5 बजेको छ भने म 6 बजेसम्म घुम्छु। 6 बजेसम्म उज्यालै हुन्छ। लगभग 1 घन्टामा चाहिँ म पुरै फुकुओका सहर चाहिँ घुम्न सक्छु क्या। अब पुरै घुमेर चाहिँ म तपाईँहरूलाई पनि यसो भिडियो सुट गरेर चाहिँ म तपाईँहरूलाई पनि देखाउने प्रयास गर्छु। सो गाइज मिल्दै हैं राइडमै, बाय। सो गाइज यति भन्दै म मेरो राइडलाई यहीँबाट स्टार्ट गर्दछु र मेरो रुम चाहिँ यही हो होइन। यहीँबाट चाहिँ म मेरो राइड स्टार्ट गर्छु। सो गुरुञ्जित बहादुर थापा सेफ राइड है ल, सेफ राइड, लेट्स गो गाइज। गर्मीमा माथिबाट यहाँसम्म आएको थियो, खोइ चार्ज चाहिँ भ्याइदिएछ। यहाँबाट अब पार्क हुँदै जान्छु बिस्तारै होइन। लागौँ कस्तो कस्तो ठाउँ देखिन्छ है, चट्ट पारामा हिँडिदिने हो। गाइज खोला पौडी खेल्न त पाउँदैन, हेर्ने माथि त हो नि। गाइज यो पनि एउटा मेन पार्क हो। पहिला म यतै बसेको थिएँ र यो पार्कको नजारा चाहिँ हेर्नु नभुल्नु होला, बवालै छ कि। गुड नाइस बवाल है, चट्ट विली हान्दियो मजाले यस्तो ठाउँमा। बवाल है, बवाल छ ठाउँ। यता चाहिँ छ क्या एउटा। So guys देख सकते हैं आप लोग ये बवाल। यस्तो हो नि त राइड। यस्तो ठाउँमा चाहिँ घुम्न आउनुपर्छ गाइज है, कहिले कहीँ चाहिँ घुम्नै पर्छ। बवालै सक्यो फेरि। अलिकति कठिन भएको कारणले चाहिँ यस्तोमा चाहिँ यस्तो हिँड्नुपर्ने हुन्छ है। अस्ति आएको ठाउँ यो ठाउँमा मैले भिडियो बनाएको थिएँ, बवालै छ ठाउँ पनि। तलबाट गइदिउँ होइन, माथिबाट ठाउँ छैन राम्रो। यताबाट छिर्दिउँ न के छ र यतै। यो ठाउँ पनि राइड गर्न चाहिँ मजा आउँदो रहेछ। यो साइड बाटो एकदम राम्रो छ कि, जोगिङ गर्ने, साइक्लिङ आउने र तपाईँहरू यदि वाकिङ गर्न आउनु मन छ भने चाहिँ यता आउन सक्नुहुन्छ। ठाउँ त बवाल ठाउँहरू भेटिन्छ नि त। चट्ट हरियाली भएको छ है।
तर अस्ति पानी परेको भएर यहाँ पुरै बाटै हिलोले धुलो बढिरह हैन। यता माथि गइदिउँ अहिले तल गयो भने चाहिँ फेरि बाटो हुँदैन कि तल चाहिँ, त्यही भएर यो माथि गइदिउँ न हैन। तल पनि ठाउँ त राम्रै छ तर नगइदिउँ आज। आजको राइड पनि यस्तै हुनेवाला छ, ठाउँ राम्रो छैन। पहाडिलो बाटो भए त राम्रो हुन्थ्यो। र देख्न सक्नुहुन्छ यहाँबाट देखिने भ्यू बबाल। फलाना आई लभ यु भन्ने ठाउँ यो हो कि यो, बवाल छ त हैन। एकदमै विशाल ब्रिज के ऊपर हम राइड कर रहे हैं। तो गाइस आप लोग जहाँ से भी देख रहे हो हमको लाइक कमेंट शेयर जरूर कर देना और सब्सक्राइब जरूर कर देना। गाइस यहाँबाट बाटो रहेन छ, यहाँबाट मेरो साधनलाई चाहिँ यसरी बोकेर हिँड्नु पर्ने हुन्छ। यता देख्न सक्नुहुन्छ ट्रेन हिँडिरहेको छ है, अनि म चाहिँ यहाँबाट साइकल बोक्दै हिँडिरहेको छु। सुनमा चाहिँ डेन्जर गर्मी भइरह यार, वेट बबाल पसिना चुइरहेको छ है। यसरी बोक्न परेको छ, बाटो बन्द भएर। उता अर्को साइडबाट चाहिँ रहेछ कि बाटो, फेरि म चाहिँ गलत बाटो आइदिएछु। बिस्तारै ढिला नगरिकन चाहिँ लाग्दिउँ आफ्नो बाटो। डेन्जर पसिनाले यहाँ मान्छे उ भइसक्यो है, कहाँबाट पैसा चुइरह थाहै छैन यार। यही माथिबाट आएको मान्छे रातै गर्मीलेमा हालत खराब गर्यो नि त मेरो है। गाडी पनि कति आउँछन् यार, गाडीलाई छोडेर साइड लाग्दिउँ भनेको यतिबाट लाग्दिउँ हैन। तर यहाँतिर बाटो चाहिँ कठिनै रहेछ। चट्ट परेको बाटो भएको घुम्नलाई पनि मजा आउँछ। सो गाइस पसिना पनि पुरै आँसु जस्तो बगिरह। कोही सोच्दा कि म रो रहा हूँ। पार्क चाहिँ यस्तो बवाल छ है, चट्ट कस्तो शीतल क्या है, चट्ट। अनि बिचमा यस्तो रनिङ गर्ने ठाउँ, एकदम हरियाली, बवाल छैन त भाइ मेरा छोटा राइडर। पहिला म यतै आएको थियो हो, यतै आएको थिएँ म पहिला। माथि पनि गएको थिएँ, आज पनि गइदिउँ। तर लगभग 1 वर्षपछि चाहिँ म यो ठाउँ आएँ होला। अहिले कस्तो फ्रेस भइरहेको रहेछ, के पानी यहाँ मात्रै पर्छ क्या, तर पेल्नु चाहिँ गाह्रो हुन्छ। बिस्तारै बिस्तारै पेल्नुपर्छ। यस्तो ठाउँमा पनि झट्ट रहेको छ। यो चाहिँ एउटा पार्क, द मोस्ट फ्रेस ठाउँ। आज ब्रेक छ मसँग, भर्याङ झारिदिउँ, भर्याङ झारिदिन्छु। के झार्नु यार भर्याङ पनि, झारा जस्तो फिल हुन्न यार यस्तो जहाँ अब भर्याङमा त यस्तै छ। जब ब्रेक बन्छ मेरो साइकलको पावर चाहिँ बढ्छ के होइन त। यो ठाउँ कहाँ हो त्यो पनि थाहा छैन। गाइस हाम्रो सिग्नल चाहिँ खुलिसकेको छ। लाग्दा है म उल्टो बाटो आएछु। यहाँबाट अरू साइकल नआइदियोस्, आयो भने मेरै गल्ती हुन्छ। यहाँ उल्टो बाटो आएर मलाई तनाव भइरह होइन। यो गाडी चाहिँ कहाँबाट आइदिएछ, मलाई माफ गरिदिनु गाडीवाला भैया, आइएम सरी, मेरै गल्ती हो।
उल्टो बाटो आइदिएछु मलाई लागिरहेछ कि म फेरि पनि उल्टो बाटो आयो जस्तो लागिरहेछ यार कुन बाटो हो यार तर म यहाँ आएको थिएँ हो पहिला आगो बाटो पनि बिर्सिन्छ हौ कहिलेकाहीँ खोइ कुन बाटो हो कहाँको बाटो हो थाहै हुन्न मलाई यता साइडबाट कहाँ पुग्छ तर गइदिउँ ल गइदिउँ भनेको बाटै रहेनछ एउटा पार्क रहेछ यहाँबाट उता जान मिल्छ होला यो पार्कबाट जान मिल्यो भने ठिक छ मिलेन भने चाहिँ अब के गर्ने मिलेन भने चाहिँ मिलाइदिने अघिकै ठाउँ आइपुगेछ क्या हो ल चट्ट ब्रिज पनि रहेछ त यहाँ ब्रिज होइन वाउ तर यहाँ साइकल जानु मिल्छ र कराउँछ होला नि मान्छेहरूले साइकल त जानु मिल्दैन तर मैं आइदिइहालेँ यार भाइ लोग मैं खो चुका हूँ यार कहाँ हो यो बाटो अत्तो पत्तो पाएको छैन कता जाने हो मलाई लागिरहेको थियो कि म सही ठाउँबाट आए जस्तो तर उल्टो बाटो आइदिएछु एयरपोर्ट जाने मान्छे कहाँ आएर फसियो है नकट्ने बाटो हो लाग्दिम न यति अब कहाँ पुग्छ अब कहाँ पुर्याउँदो रहेछ यो बाटोले हेरिदिउँ न होइन आउनु त आएँ सिडी रहेको छ खै भिडियोलाई अलिकति कन्टिन्यू गरौँ भने डिस्टर्ब हानिसक्यो यता मान्छेले है टसर बनाउँछ भने अब गोप्रोको चार्ज पनि सकिँदैछ अब के भिडियो गर्ने त है खोइ यता बाटो छैन फेरि ल फेरि उता गाडी आइदियो यस्तो छ ठाउँ ल बाटो खोइ त ठाउँ थाहा हुनु पर्दैन बस आफूलाई जता राम्रो लाग्छ त्यति हिँडिदिने हो है अब जता राम्रो लाग्छ त्यति हिँडिदिनु त हो नि यस्तै ठाउँमा चल्दिउँ न के छ र यस्तै बाटोमा त हो हिँड्ने चट्ट पारमा ठाउँ त कुनाकुनी छ त हौ यता म त्यतिकै ठाउँ थाहा छैन त्यतिकै घुमिरहेको पागल चाहिँ ठाउँ त फेरि खतरा छ फेरि है यहाँतिर मान्छे हिँडिरहेको हुन्छ मान्छेहरू हिँडेको ठाउँमा यसरी साइकल चलाउनु भएन केटा कराउँछ मान्छेहरूले सो साइकल हिँड्ने बाटो चाहिँ छैन जस्तो चाहिँ लैरहेको बढिया आमा मान्छेको त भिड त भन्नै पर्दैन नि यताको त बवाल भिड छ के भन्ने मान्छे कति धेरै छ यार मैले साइडबाट हिँड्छु ल यताबाट हिँड्नुपर्ने हुन्छ बिस्तारै होइन लाग्दिउँ आफ्नो बाटो नसोचेको ठाउँमा आइपुगेछु कता हो बाटो चिनेको छैन इट्स अनएक्सपेक्टेड
Unexpected place. I got it, bro. ओहरी पार्क यहाँबाट कता जाने हो यार थाहै छैन गरिदिउँ यहाँबाट हान्दिउँ त्यही पनि उल्टो गाउँ आइदिएको छु म त अच्छा आगा दागो उल्टो बाटो आए अब यहाँबाट कसरी हिँडिन्छौँ हामी यो बाटो आमा मान्छे हेर्नु त कति धेरै छ यस्तो बाटोमा कति गाह्रो हुन्छ यार एउटा मान्छेलाई ठोक्यो भने चाहिँ अब केस मानव कि लागिसक्यो यस्तो डेन्जर एरिया हो यो मान्छे धेरै हुन्छन् यता है खासमा चाहिँ यहाँ साइकल चढेर चाहिँ हिँड्नु पाउँदैन साइकल दौडाएर हिँड्नुपर्छ यहाँ तर मैले चाहिँ साइकल चलाएर हिँडिसकेँ दामी जितेन्सिया नरिन गरेर हो दामी यसको पोवा दामी हो तर यता चाहिँ बाटो अलिकति उस छ मिल्दैन होला मान्छे हेर्नु सक्नुहुन्छ है मान्छे के भन्दै हो भाइले भाइले के बोल्दै छ यार यो कार पनि महँगै छ कपाल महँगोवाला कार हो यो पनि साइकल चढेर हिँडौँ कि यहाँ चाहिँ नि डराएर हिँड्नुपर्ने डराएर हिँड्छ गाह्रो हुन्छ यार मान्छे धेरै छ यार बब्बाल मान्छे यसोमा चाहिँ साइकल चाहिँ अलिक जोगेर हिँड्नुपर्छ यार मान्छे ठोक्यो भने त गयो त हो लाइफ ड्यामेज पटपट बोलाउनु पर्छ कहिलेकाहीँ यस्तो बाटोमा चाहिँ होइन बौलाएर मात्रै हुन्छ कुरा राम्रो पनि छ होइन जट्ट पारामा राइड हान्नुपर्छ तर बाटो चाहिँ साँगुरोको साँगुरै छ है देख्न सक्नुहुन्छ यस्तै छ बाटो खोइ मान्छे म उल्टो आएको हो कि मान्छेहरू मलाई बाटै नदिएको हो यार बाटै दिएन त मलाई त बाटो त दिनुपर्ने हो मान्छे यहाँ पसिनाको पसिनै भयो बाटो छैन सो गाइस इट्स सो फाइनली हामी चाहिँ यस्तो ठाउँमा मजा आउँदो रहेछ हौ त्यही भएर अगाडिको ब्रेक भएको मजा आउँछ क्या क्या हो हेर्दा त राम्रो छ त हौ ठाउँ त होइन चट्ट वरिपरि एनिमेसन स्क्रिन होइन बिचमा राम्रो बाटो
राम्रो छ हौ बाटो त तर कहाँ हो यो अलिक फिक्स थाहा भएको हुन्छ या है अहिले यो सिधा सिधा गइरहेको छु यो मान्छेले मलाई गाइड गरिरहेको होइन जो हाम्रो अगाडि चाहिँ होइन राइड गर्ने हो भने चाहिँ यस्तो अगाडि चाहिँ एउटा मान्छे हुनुपर्छ सिधा यता जाने